के गरिरा हजुर के गरिरा के गरेर के गरेको लाग्छ साग टिपे साग टिप्या त नि के को साग चम्सुर पालुङ्गो अलिअलि मेथी अलिअलि रायो लसुन पनि टिपे लसुन बेला भएको छैन बाबु हजुर लसुन बेला भएको छैन नि बेला भएको छैन लसुन बेला भएको छैन अलिअलि मुलाहरू छ हैन अनि यो चाहिँ नटिप्ने यो कहाँ बेलै भएको छैन नि मुलाको बेला भएन बेलै भएको छैन टाइम लाग्छ नि बेला भएको छैन क्या मेथीहरू चाहिँ अलिअलि बेला भयो अब त्यो शनिबार फेरि रोप्नुपर्छ अलिअलि शनिबार त्यही बिहान भिजाएको भिजाएर राखेको छ यो मुला निकालेर रोप्नुपर्छ यहाँ यिनीहरू यस्तो यो साग अब लिएर आउँदा माथि खै म पहिला म जान्छु यता आउँदा हजुर के अरे के साग माथि नै लिएर जाने अलिक नानी केलाउने अलिक केलाउनु पर्दैन के लिएर आएको साग सागै ल्याएको नि मैले के लिएर आएन झुक्काएको सोधेको त मुनि राखेन जो झर्छ होला त्यहीँ अलि अलि उता राख्नु त्यहीँ राख लसुन त त्यही बाक्लो भएको टिप्यो हो यो साग पनि अहिले लिएर भोलि बिहानलाई पुगिहाल्छ कहाँ पुग्छ 5-6 केजी साग छैन एकबाट यति लिएर 2 साग पुग्छ अहिले लिएर भोलि बिहानलाई पुग्छ अब अलिक केलाउनुलाई एकछिन आराम गरौँ के गर्नु लाग्यो अब के गर्नु लाग्यो है चामल 2 महिना भए पुग्छ है 2 महिना कति पुग्छ ए छ बासी बिहानको बिहान चामल पाख्नला चामल पाख्नला चामल पकाउनु पर्यो भात बसाउनु पर्यो हैन हजुर मोमो आउने कतिखेर थाहा छैन हैन भात त पकाउनु पर्यो नि अब माम बसाल्ला माम बसाल्ने साग केलाउनु पर्यो हैन त माम बसाल्ने साग केलाउनु पर्यो बिस्तारै बिस्तारै परिहाल्यो नि है कति अब साग केलाउनु लाउने हैन हजुर साग केलाउने अब साग केलाउनु पर्यो हैन यहाँ साग छन् लसुन नि केलाउने होला ए लसुन त साग चाहिँ केलाउँ हजुर त्यसपछि अरू चाहिँ बिस्तारै विचार गरौँ न साग केलाउनै टाइम लाग्छ त्यही हो नि यस्तो छ कि साग केलाउनु धेरै टाइम लाग्छ भने त्यही हो त अब साग पखाल्दै बाबु अब साग पकाउनु पर्यो नि त अब साग केलायो बल्ल हजुर पखाल्न बाँकी छ पखाल्ने हुन्छ त्यो भोक त लागेन नि भोक त लागेको छैन नि के लागिसक्यो भयो भर्खर त्यत्रो खाजा खा होइन भने कति चाँडो भोक लागेको थियो अब एकछिन मोमो आउने अनिखेरि त्यो त भर्खर साग गइरहेछ अब साग पाक्छ भात पाकिहाल्यो अनि खाने नि हुँदैन मेरो मामजन थियो मामजन आइसक्यो नि तरकारी पाक्यो भात पाक्यो सब पाकिसकेपछि अनि मामजन आइपुग्यो के छ मामजन ठिक छ नि ल यहाँ पाक्दैछ के पकाउनुला हजुर अन्डा कस्तो अन्डा खानुपर्ने हो अन्डा पहेँलो हुन्छ बाबा सानो पुगेछ त धेरै घाउ गर्नु हुँदैन अलि फाटफुट पारेर भइहाल्छ तेल तातिसक्यो मामालाई तातिसक्यो त्यो चर्रा चुर्रो भइसक्यो तेल तातिहाल्यो तेल तातेसँगै अन्डा पाकेसँगै अब हामी भात खान्छौँ भोक पनि लागिसक्यो भोक लागिसक्यो साग र भात सबै खाइन्छ भयो नि त सर हात धोयो हात धोएर भनेर सेलाउँछ नि खाने ल मैले खाना सुरु गरेँ ल गाइजहरू यस्तै छ
ल ल अहिले त्यही हो अहिले त्यही हो सबैलाई ओहो अन्डा भात सुरु भयो ल ल खाऊँ ल पहिला अन्डा खाने होइन पहिला माम खान थाल्नु गर्ने ल माम खाइ पस्यो है भोक लागिसक्यो तातो चाहिँ बिस्तारै बिस्तारै भोक लाग्यो के खान्थ्यो आधा चाउचाउ खाएको हामी चाउचाउ कतिवटा खायो एउटा त्यो सानो चाउचाउ त्यही पनि आधा आधा खाएको त्यही पनि साढे अर्को चाउचाउ पाइएको थियो बिस्तारै त्यही एउटा बाबुले झुकायो हो नि त नि आधा चाउचाउ एउटा त बढी हुन्छ भन्यो अनि फेरि म खास भात खाने विचारमा थिएँ लास्टमा चाउचाउ के भात खानु भन्ने पो भात पनि खाइएन ऊ पनि खाइएन अब अहिले भोक लाग्न थाल्यो ल गाइजहरू यहाँ साग हेर्नु है त साग हेरौँ यहाँ टनाटन छ साग यता नि साग छ यता नि साग छ सबैतिर सागै साग सागै साग सागै साग अब यता नि पकाएको नि सागै छ यो चाहिँ हाम्रो मेथी भयो काँक्रोको बिउ भयो गाइजहरू है रोप्नलाई भिजाएर रोप्नको लागि चाहिँ त्यो ठुलो भाँडामा मोल्नुपर्छ माम त्यसमा हुँदैन अट्दैन यो चाहिँ रोप्नको लागि भिजाएको त्यो गुन्द्रुकले ठुलो भाँडामा गएर यो रोप्नको लागि अनि यहाँ पनि हामीले यहाँ यसरी बट्टामा धनियाँ भिजाएको छौँ धनियाँ यहाँ अब 2 दिन भिजाएर अनि पछि बारीमा रोप्नको लागि यसरी रोप्यो भने चाँडो उम्रिन्छ अरे भन्ने सुन्या हो मामदन है बुझ्यो नि मामदन त्यही त भिजाएर यसरी रोप्यो भने चाँडो उम्रिन्छ अरे त्यही भएर भिजाएको अब के हुन्छ हेर्दै जाउँ न साथीभाइहरू म चाहिँ गुन्द्रुक मामुले साँदैन चलो म सिकाउँछु मामु साँदैहरू नुन बेसार सबै हाल्नु बेसार हाल्नु पर्दैन नुन हाल्नु खोर्सानी हाल्नु खोर्सानी त्यो अर्को पिरोवाला हाल्नु खोर्सानी त्यो हाल्ने अर्को लसुनमा टपाउनु तिमीले पिरो हुँदैन बाबुलाई यहाँ पिरो नुन नहाल्दैन साँच्च त खोर्सानी पो नहाल्यो त तिमीलाई खोर्सानी नहालेन नि त्यो अकबरी खोर्सानी हो क्या डल्लै पिरो हुन्छ त्यही भएर कहाँ मको थोरै हाल्यो खोर्सानी खोर्सानी त टक्क हाल्नुपर्छ नि गाइजहरू अनि यति हालेपछि पो अनि पिरो खानुपर्छ नि त्यो अचार बनाएको गुन्द्रुक सान्दी भनेको अचार बनाएको भनेको पेट त कहाँ पोल्छ पेट अलिअलि हुन्छ ठिकै हुन्छ थोरै खाने हो नि त त्यो खोर्सानी धेरै नै अलिअलि हुन्छ बेलुकालाई हुन्छ भोलिलाई हुन्छ सधैँलाई हुन्छ अहिले मात्रै हुने हो त्यो किन हातले मैले आएर त म गएँ ल ठिक छ अहिले खाना नै हातले त हो नि सुरु भयो खानालाई किन उठ्यो त हात कति घाउनु रहेछ हातमा पनि ल यसो प्लेटमा बिस्तारै खाऊ पोखिन्छ त्यो रस हाल्दै त्यहाँ अलिकति सेलाएर राख्थ्यो अनि ठिक हुन्छ ल गाइजहरू म पनि बसेँ अब खानालाई है गाइजहरू ल अब भात भयो गुन्द्रुकमा लसुन हालेर अदुवा हालेर बनाएको गाजर अब यस्तै छ ल ल खाऊ ल खाऊ ल मिलाएर खाऊ ल के भने के कस्तो गाडी चढ्न पाइन्छ त्यही त चढ्न चाहिँ पाइन्छ भने किन्न त पाइँदैन चढ्न चाहिँ पाइन्छ 10,000 गाडी आउँछ साइकल आउँदैन राम्रो कसलाई छ तिमीसँग छ 10,000 तिमीसँग छ 10,000 गाडी किन्नलाई अनि खेलौना गाडी चाहिँ आउँछ हो ल कि मामुलीसँग छ मामुले किन्न लाग्यो क्या मामुले किन्न लाग्यो क्या त्यो खेलौना गाडी चाहिँ आउँछ खेलौना गाडी हुन्छ हुन्छ अनिखेरि घाम त के भएर त्यो भर्खर मामा खाने बित्तिकै न घाम तापेर बस्नु मजाले यस्तो मजाको घाम लागिरहेछ ल आनन्दको पारिलो घाम लागिरहेछ मामा अनि कतिखेर हो त जाने मामु स्कुल जाने स्कुल होइन स्कुल हो नि चिसो भएको छ होला बिहानदेखि नै के हुँदैछ ड्रइङ गर्दै रे छापेर बनायो कि नछापिकन ठाउँ पुगेन ठिकै छ बिस्तारै प्र्याक्टिस गर्ने राम्ररी त्यो ड्रइङ गर्दा पेन्सिल अलिक तास्नुपर्छ क्या अहिले अब त्यो ड्रइङ गर्दाखेरि चाहिँ पेन्सिलको त्यो चुच्चो अलिक तिखो भयो भने अनि ड्रइङ सफा देखिन्छ क्लियर देखिन्छ क्या अहिले छोड्दै ल अहिले एकछिन चक्लेट खाने चक्लेट खाने उता कोठामा जल लिएर ल माथि घाममा बसेर खाने जल लिएर उता कोठाको त्यो दराजको यतापट्टि राखेको छ यता 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 त्यो कोठाको दराजमा राखेको छ के हो अरे पानी खाऊ ल पानी खाऊ अनि एकछिन ल टिभी हेर्ने एकछिन हुन्छ ल पानी खाऊ एकछिन अनि त्यो बुक कपी यता राखेर तकेलेर अनि एकछिन टिभी हेर ल
है अनि खाना खाने बेला भएको छैन 1 बज्यो 1 बज्न लाग्यो के भोक त लागेन नि त्यता यता राख त्यो प्रोटेक्टरहरू नि यता राख टिभी हेरेर एकछिन के हेर चाउचाउ तिमीलाई चाउचाउ बनाइदिनु हुन्छ चाउचाउ खाजा हुन्छ नि होइन चाउचाउ गेडागुडीहरू सबै राखेर सबै मिठोहरू बनाइदिएछ है ए खाउनु चाउचाउ म चाहिँ यहाँ भात छ नि अलिकति होइन म भात छुट्टी तिमीलाई हाल्ने भात हाल्ने अलिकति भात हाल्ने नहाल्ने हाल्ने म चाहिँ भात खान्छु तिमी चाउचाउ खाऊ न है पुग्छ नि त्यतिले त्यो अझै चाहिने पुग्छ ए ठिकै छ त्यसो त्यो खाऊ एकछिन आराम गर फेरि अहिले बाहिर तरकारी टिम साग टिम जानुपर्छ साग टिम पनि बेलुका तरकारी छैन मम कतिखेर आउने मम कतिखेर आउनु साग तरकारी टिपेर राख्नु पऱ्यो नि रेडी बनाएर